हेलो नानीहरू, आध्यात्मिक अनुशासनहरू के हुन्? आध्यात्मिक अनुशासनहरू अभ्यास वा गतिविधिहरू हुन् जुन हामी नियमित रूपमा गर्छौं, जसले हामीलाई परमेश्वरमा ध्यान केन्द्रित गर्न र उहाँको नजिक आउन मद्दत गर्दछ। त्यसले हामीलाई येशू जस्तै बन्न मद्दत गर्दछ। त्यसैले आध्यात्मिक अनुशासनहरूतर्फ अगाडि बढौं। पीले जनाउँदछ प्रार्थना। गत हप्ताको हाम्रो बाइबल स्मृति पद भजन संग्रह 55 को 17 भन्छ, बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। आमेन। हेलो सबैलाई, दोस्रो पाठमा स्वागत छ जसको नाम हो आध्यात्मिक विषयहरू। के तपाईले कहिले त्यस्तो कुरामा कडा अभ्यास गर्नुभएको छ जुन सुरुमा सजिलो हुँदैन? उदाहरणको लागि पियानो बजाउन सिक्ने वा फुटबल खेल्ने वा तपाईको मनपर्ने बास्केटबल खेल, त्यो सजिलो छैन होइन त? ठिक छ काइरस, मलाई याद छ जब तपाईँ 4 वर्षको हुनुहुन्थ्यो, के तपाईलाई थाहा छ त्यो समय थियो जब तपाईले साइकल चलाउनको लागि साइकल चढ्न पनि सिक्न थाल्नु भएको थियो। मलाई पनि याद छ, म त्यसमा धेरै दृढ थिएँ। हो, र तिमीलाई थाहा छ तालिमको समयमा पनि त्यो सजिलो थिएन र तिमी त्यसमा लागिरह्यौ र हामीले धेरै समय बितायौं, विशेष गरी हाम्रो घर अगाडिको त्यो ठुलो खुल्ला ठाउँमा कसरी सन्तुलन गर्ने, पेडल कसरी चलाउने र कसरी सजिलोसँग अभ्यास गर्न सकिन्छ भन्दै। र के तिमीलाई थाहा छ तिमी धेरै पटक लड्यौ तर तिमीले कहिले हार मानेनौ। त्यो धेरै नै गाह्रो थियो तर मैले हार मानिन। त्यो सही हो र महिनौको प्रयासपछि अन्ततः 2021 को मे महिनामा तपाईले अन्ततः त्यो गर्नुभयो। तपाईले आफैले साइकल चलाउन सक्ने हुनुभयो। मलाई त्यो दिन याद छ, त्यो दिन एकदमै अचम्मको महसुस भएको थियो। अब तपाईलाई हेर्नुहोस्, तपाई धेरै आत्मविश्वासका साथ साइकल चलाइराख्नु भएको छ। मलाई लाग्छ तपाई बुबा भन्दा पनि छिटो साइकल चलाउन सक्नुहुन्छ र तपाई 10-15 किलोमिटर भन्दा पनि लामो दूरीसम्म साइकल चलाउन सक्नुहुन्छ। तपाई अद्भुत हुनुहुन्छ र साइकल चलाउनु अब तपाईको जीवनको ठूलो हिस्सा बनेको छ। हो, मलाई पक्कै पनि यो मन पर्छ। तपाईलाई थाहा छ तपाईको साथी ट्रिनिटीले पनि केही कुरा सिकेकी थिइन् जुन सजिलो थिएन। उनले पौडी खेल्न सिकेकी थिइन् र उनले सानै हुँदादेखि नै त्यो सुरु गरेकी थिइन्। वाउ! र अहिले उनी 7 वर्षकी भएकी छिन् र जब तपाई उनलाई हेर्नुहुन्छ उनी पौडीबाजको रूपमा धेरै आत्मविश्वासी छिन् र त्यो किनभने उनले अभ्यास गरिन् र तपाईले जस्तै साइकल चलाउँदा पनि त्यसलाई निरन्तरता दिइन्। वाउ! अभ्यासले साँच्चै नै सिद्ध बनाउँछ। ठ्याक्कै, त्यसैले त्यो चाहे साइकल चलाउने होस्, पौडी खेल्ने होस्, आध्यात्मिक अनुशासनहरू जस्तै बाइबल पढ्ने, प्रार्थना गर्ने अभ्यासले हामीलाई परमेश्वरको नजिक बढ्न मद्दत गर्दछ। अभ्यासले हामीलाई सिद्ध बनाउँछ र आध्यात्मिक अनुशासनहरूमा अझ राम्रो हुन मद्दत गर्छ। र जब हामी त्यो सबै गर्छौं हामी उहाँको नजिक हुनेछौं र हामी उहाँ जस्तै बन्नेछौं। म उहाँ जस्तै बन्न चाहन्छु। यो सुनेर म धेरै खुसी छु। त्यसैले हामी सँगै आध्यात्मिक अनुशासनहरूतर्फ अगाडि बढौं। यो यात्रा गर्न लायकको छ। त्यसैले लागिरहनुहोस् र लागिरहनुहोस्। आमेन। आमेन। त्यसो भए यो बाइबल पढ्नु जस्तै हो? आहा, धेरै राम्रो सम्झाउनु भएकोमा धन्यवाद। त्यो सही हो। त्यसैले हामी हाम्रो बाइबल पढ्न सिकौं। अहिले नै हामी हाम्रो बाइबल खोलौं र हितोपदेश 4 को 21 लाई हेरौं र यसलाई प्रयास गरौं। बाइबल पढ्ने अभ्यास गरौं। हितोपदेश 4 अध्यायको 21 पद र तपाईले परमेश्वरको वचनलाई हाइलाइट गर्नु उपयोगी छ, किनभने हितोपदेश 4 अध्यायको 21 पदले भन्छ, परमेश्वरको वचनलाई तेरो नजरबाट उम्किन नदे, ती तेरो हृदयभित्र छोडिराख। अनि त्यसरी नै तपाईले पदहरूलाई हाइलाइट गरेर त्यसो गर्न सुरु गर्नुहुन्छ ताकि तपाईले यी पदहरूमा मनन गर्न सम्झनु भएका पदहरूको बारेमा सोच्न सम्झन सक्नुहुन्छ। आरको अर्थ हो बाइबल पढ्नु। आज हामी तपाईहरूसँग बाइबल पढ्ने एउटा विशेष तरिका साझा गर्न चाहन्छौँ। यसलाई लेक्सो डिभिना भनिन्छ। यी ल्याटिन शब्दहरू हुन्। ल्यासियोको अर्थ पठन हो, डिभिनाको अर्थ दिव्य वा पवित्र हो। त्यसैले ल्यासियो डिभिनाको अर्थ पवित्र पठन हो। ओहो, कति ठुलो शब्द! म यो कसरी गरौँ? अब काइरस, जब तपाईँ लेक्सो डिभिना प्रयोग गरेर बाइबल पढ्नुहुन्छ, तपाईँ शब्दहरू हतार गरेर पढ्नुहुन्न, बरु तपाईँ बिस्तारै र ध्यानपूर्वक पढ्नुहुन्छ। आफ्नो मनपर्ने खानाको हरेक स्वादिष्ट टुक्राको स्वाद लिँदै, जस्तै आइसक्रिम। वाउ, कति मिठो! तपाईँ बिस्तारै पढ्नुहुन्छ र परमेश्वरले बाइबलको कुन अंश वा पद मार्फत तपाईलाई के भन्न चाहनुहुन्छ भनेर सुन्न धेरै ध्यान दिएर सुन्नुहुन्छ।
अब आज हामी भजन संग्रह 23 प्रयोग गर्नेछौँ। यो धर्मशास्त्रको धेरै सान्त्वनादायी अंश हो। के तपाईले यसको बारेमा सुन्नु भएको छ? ओहो हो, के यो पद त्यही हो जसले भन्छ परमप्रभु मेरो गोठालो हुनुहुन्छ, हैन र? सही हो काइरस, ठ्याक्कै। लेक्सियो डिभिनाले हामीलाई ती शब्दहरू पढ्न मात्र नभए तिनीहरूको बारेमा गहिरो सोच्न पनि मद्दत गर्छ। तिनीहरूलाई महसुस गर्न र परमेश्वरले के भनेर खोजिरहनु भएको छ त्यो पनि। 4 चरणहरू पार गर्नेछौँ। पढ्नुहोस्, ध्यान गर्नुहोस्, प्रार्थना गर्नुहोस् र चिन्तन गर्नुहोस्। प्रयास गर्न तयार हुनुहोस्। रोचक सुनिन्छ। पहिले के गर्छौं? पहिले हामी भजन संग्रह 23 ठूलो स्वरमा पढ्छौँ र शब्दहरू सुन्छौँ र तिनीहरूलाई भित्र डुब्न दिन्छौँ। के हामी बुबालाई मद्दत गर्न अनुरोध गरौँ? के हामी तयार छौँ? ठिक छ, त्यसो भए हामी सँगै भजन संग्रह 23 पढौँ। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्। काइरस, कुनै शब्द वा वाक्यांशले तपाईँको हृदयलाई छुन्छ भने त्यसलाई हाइलाइट गर्नुहोस्। हो, त्यो वाक्यांश हो, उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। वाउ, त्यो धेरै राम्रो छ। हामी फेरि भजन संग्रह 23 पढ्नेछौँ। हामी बिस्तारै पढ्न सक्छौँ वा बुबालाई फेरि मद्दत गर्न भन्न सक्छौँ। मनन गर्नु भनेको ती शब्दहरू किन फरक देखिए भनेर सोच्नु हो। के तपाईहरू तयार हुनुहुन्छ? तयार छु। भजन संग्रह 23 को 1 देखि 4 पद। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनभने तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लाहुराले मलाई सान्त्वना दिन्छन्। उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ भन्ने वाक्यांशले तपाईँलाई के महसुस गराउँछ वा सोच्न बाध्य पार्छ? यसले मलाई शान्त समुद्रको बारेमा सोच्न बाध्य बनाउँछ। यसले मलाई यति शान्त महसुस गराउँछ जस्तै म घाँसमा सुतेर आकाशतिर हेरिरहेको हुन्छु। वाउ, सुन्दर तस्बिर। अब हामी प्रार्थनामा लागौं र परमेश्वरसँग यो शान्तिको अनुभूति र यो शान्त पानी र यसको अर्थको बारेमा कुरा गरौँ। यो सबैभन्दा मिल्ने साथीलाई भन्नु जस्तै हो, हैन त? के तपाईँ परमेश्वरलाई सानो प्रार्थना गर्न चाहनुहुन्छ? हुन्छ। प्रिय प्रभु, हामीलाई शान्त पानी जस्ता शान्तिमय क्षणहरू दिनुभएकोमा धन्यवाद। मेरो दिनमा शान्ति पाउन मद्दत गर्नुहोस्, विशेष गरी जब चीजहरू व्यस्त वा कठिन हुन्छन्। येशूको नाममा आमेन। आमेन। त्यो कति सुन्दर प्रार्थना थियो काइरस। अन्तमा हामी मनन गरौँ। हामी चुपचाप बसेर हाम्रो प्रार्थनाको बारेमा सोचौँ र हामी कसरी यो शान्तिको अनुभूति हामीसँगै बोक्न सक्छौँ। सायद हतार महसुस गर्दा वा तपाईँ चिन्ता महसुस गर्दै हुनुहुन्छ। तपाईँ स्थिर शान्त पानीलाई सम्झन सक्नुहुन्छ र हामी सबैले गहिरो सास लिन सक्छौँ र परमेश्वरको शान्ति महसुस गर्न सक्छौँ। राम्रो, यसले मलाई मेरा आगामी परीक्षाहरूको बारेमा सोच्न मद्दत गर्छ र त्यसपछि सबै चिन्ताहरू हट्नेछन्। वाउ, तिम्रा सबै चिन्ताहरू होइन त, सबै हट्नेछन्। त्यो राम्रो हो। र हामी बाइबल पढ्ने अभ्यास त्यसरी नै गर्छौँ। ल्यासियो डिभिना तरिका। नानीहरू, म तपाईहरू सबैलाई घरमै ल्यासियो डिभिना अभ्यास गर्न प्रोत्साहन गर्न चाहन्छु। भजन संग्रह 23 आफै प्रयास गर्नुहोस्। 4 चरणहरू पार गर्न नबिर्सिनुहोस्। पढ्नुहोस्, ध्यान गर्नुहोस्, प्रार्थना गर्नुहोस् र चिन्तन गर्नुहोस्। धेरै राम्रो। त्यसैले हामी तपाईहरूको लागि प्रार्थना गर्नेछौँ। प्रिय प्रभु, बाइबलमा हाम्रो लागि धेरै अद्भुत प्रतिज्ञाहरू छन्। हामीलाई तपाईँको वचन पढ्न, मनन गर्न, प्रार्थना गर्न र मनन गर्न सिक्न मद्दत गर्नुहोस्। हामीसँग बोल्नुहोस् र हामीलाई तपाईँको वचनमा ल्याउनुहोस्। नानीहरूलाई बाइबल पढ्ने आध्यात्मिक अनुशासनको अभ्यास गर्दा आशीर्वाद दिनुहोस्। येशूको नाउँमा हामी प्रार्थना गर्दछौँ। आमेन।